हेलो साथीहरु, हजुरलाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। साथीहरु, अहिले चाहिँ बिहानको 7 बज्न लागेको छ र म चाहिँ आफ्नो सेकेन्ड लोड लिएर आइसकेको छु साथीहरु। म चाहिँ बेंगलोरमा आएर काममा जोइन भइसकेको साथीहरु। अब घरदेखि आउँदाखेरि हल्का समस्या हुँदाखेरि अब आउँदाखेरिको भिडियो चाहिँ अलि बनाउन पाइएन। अब म चाहिँ आएर यहाँ पुरानै काममा बेंगलोरमा आएर म आफ्नो काममा जोइन भइसकेको छु। अब यहाँ आएर नै मेरो करिब अब 1 महिना पुग्न लागिसकेको छ। यो चाहिँ मैले सेकेन्ड लोड लिएर आएको छु साथीहरु। यहाँ चाहिँ सबैभन्दा समस्या भने नै पानीको हो। त्यही भएर साथीहरु यहाँ चाहिँ अलि बढी नै समस्या हुन्छ। अरू ठाउँभन्दा यहाँ चाहिँ पानीको लागि अलि बढी समस्या हुन्छ। त्यही भएर यहाँ चाहिँ सेकेन्ड लोड ल्याएर म आएको छु। यहाँ चाहिँ अब उनीहरू यहाँ चाहिँ बिहारीहरू धेरै जसो यहाँ रेन्टमा बस्ने बिहारी नै हुन्छन् र उनीहरूले अब बिजनेस पाइनएप्पलहरू अब त्यस्तै के कामहरू आदि इत्यादि धेरै कामहरू गर्ने गर्छन्। त्यसै गरेर साथीहरु मेरो चाहिँ गाडी यसरी अब यहाँ चाहिँ पानी आउने पानी ल्याएर यसरी आउँछु। म चाहिँ अब यहाँ लगाइदिनु चट्ट यहाँ आराम से करो भाइ, आराम से। तिनीहरूको पाइनएप्पलहरू बेच्ने त्यस्तै कामहरू गर्छन्। साथीहरु अब चाहिँ मेरो चाहिँ सेकेन्ड लोड भइसकेको छ। आज पानी पनि परेको छ। पानी पर्दाखेरि अलि लोड चाहिँ कम आउने गर्छ। अब सबै ठाउँमा कोही पानीहरू छतबाट भर्छन्, कोही त्यस्तै गएर चाहिँ पानीहरू अब अलि कमै जान्छ पानी परेपछि। यस्तै भइरहेको छ। अरे भाई थोड़ा धीरे धीरे करो भाई, वीडियो बन रहा है। हाई बोल दो कोई भाई। साथीहरु आजको चाहिँ भिडियो म यहाँसम्म नै राख्छु, किनकि अब यसपछि अब लोडहरू अरू ठाउँमा पनि जानुपर्ने छ। त्यसैले आजलाई छोटो मिठो भिडियो मैले यहाँसम्म राखेर साथीहरु बिदा हुन्छु। हस् साथीहरु, नेक्स्ट भिडियोमा मिल्नेछौँ। अहिले छुट्टी छौँ। हस्, धन्यवाद।